कसले मन्त्र पढ्ने ल एकजना बाहुनी चाहिँ चाहिने रहेछ हौ। नराम्रो कसैले नहोस्, सरस्वतीले सबैको रक्षा गर्नु। सबैले माग्दिहाल्यो, म चाहिँ केटी ल हामीलाई गर्लफ्रेन्ड चाहियो सिङ्गल छैन साथी भनेर आएन तपाईँको आयो क्या आएन? ह्याप्पी भ्यालेन्टाइन डे भनेर आएन? म कसले दिने भन्ने हो र मलाई फेरि आएन आएन भनेपछि त्यहाँ सबैजना सिङ्गल रहेछन् कि अब एकजनालाई म पटाएर भ्याउँछु। कति धेरै खायो यो भरि थियो नि त। आम्मा 5 जनाले खाँदै एक्लै खाइदिनु। आज सरस्वती खामेसामा नहिने उमेदत्वको चाहिँ मास कसले मन्त्र पढ्ने ल आज हाम्रो सरस्वती पूजा सुरु भइसकेको छ। दियो बालेर हाम्रो बन बाजेले अब सुरु गर्नु पर्यो नि। सुरु गरिहाल्नु पर्यो। लु न हरिओम गणानां गणपतिगुं हवामहे निधिपतिगुं हवामहे बसो ममा हन्दानि गरु धम्म लाई सुरु गरौँ श्री सरस्वती फुलहरु नि हुनु पर्छ है, फुलै रहेन रहेछ। यतिको भयो यो त विरुद्र पिशाचनूनतं के माग्नु पर्यो रे? पूजा गर्नु पर्दैन दुईजना चाहिँ। हामी चाहिँ अब के भन्छ के पूजा गरेर आयो के हो? पूजा गरिसक्यो। सरस्वतीलाई पूजा गरेर के छ केही छैन, बिजोक रमाइलो छ। रमाइलो छ अब ऊ साथीहरू सबैजना खुसी हुनुहुन्छ। भित्र पूजा भइरहेछ, हामी बाहिर बसिरहेछौँ। ह्याप्पी भ्यालेन्टाइन डे। आज भ्यालेन्टाइन डे हो कि सरस्वती पूजा हो? मात्रै हो। अब यहाँ सरस्वती पूजा हुँदैछ। यहाँ सरस्वती पूजा मनाउँदै घर भ्यालेन्टाइन डे। सरस्वती खामिसामा उमेदत्वको चाहिँ मास मिल्नसान। एकजना बाहुनी चाहिँ चाहिने रहेछ हौ। अरे कहना क्या चाहते हो? मैले चाहिँ पूजा गरेँ, तर टिका चाहिँ खै कहिले लगाउने हो? टिका चाहिँ लगाइएन।
दिनेशन बाहुन त छेउमै छ त पक्का हो मेरो त खै टिका हो पूजा गरिसकेर खै टिका खै टिका अब हामी आउँदैछ हामी भिआइपी मान्छे लास्टमा गर्छन् सेन्सलाई मलाई लगाइदिनु राम्रो थोरै लगाएको अब तिमीले के गरे अलिक मन्त्र पढ्नु पर्यो नि त मलाई आउँदैन म पाउँदैन अनि ए लगाउनु थिएँ कसरी लगाउनु टिका पनि लाग्यो थ्याङ्क यू सो मच यहाँ के भइरहेछ डिस्कस हुँदैछ ए हो आमा आज सरस्वती पूजा र फेरि भ्यालेन्टाइन डे एकै दिन परेको खोइ बाँडेर खाने मान्छे छैन ह्याप्पी भ्यालेन्टाइन डे मेसेज आउनु पर्यो मेसेज आउनु पर्यो यहाँ मेसेज देखाइदिउँ न एकचोटि मेसेज आउनु पर्यो क्या बिहान छैन साथी छैन उसको पनि आउँदैछ राको मोबाइल हातमा तपाईँको आएन ह्याप्पी भ्यालेन्टाइन डे भनेर आएन साँच्ची तपाईँको ह्याप्पी भ्यालेन्टाइन डे भनेर आएको आएन तपाईँको के भन्ने भ्यालेन्टाइन डे भने आएन रे मान्छे नभएपछि कहाँबाट आउँछ आउला नि 2-3 सालपछि त्यस्तै रहला तपाईँको आएन ह्याप्पी भ्यालेन्टाइन डे भनेर आएन म कसले दिने भन्ने हो र मलाई फेरि ए हुन्छ नि कोही तपाईँको आएन राम्रै मान्छेको के चाहिँ ह्याप्पी भ्यालेन्टाइन डे भनेर आयो कि आएन तपाईँको आयो ह्याप्पी भ्यालेन्टाइन डे भनेर आयो कि आएन भनेपछि यहाँ सबैजना सिङ्गल रहेछन् कि अब एकजनालाई म पटाएर भ्याउँछु भने त केटीहरूले सिन्देला हुन्छ नि त नि घरमा छ भने हो अनि केटाहरूको चाहिँ थाहा हुँदैन मिस पर्फेक्ट भइसक्नु भयो नि
आम्मामा कतिचोटि यो सँग कतिचोटि भयो आम्मामा कति भयो कतितिर खायो यो भरिदियो नि त आम्मामा 5 जनाले खाँदै एक्लै खाइदियो भएन कहाँ जाने कुरा हो डेटिङ जानु लाग्यो र तपाईँ के माग्नुभयो मारेको त भन्ने हुन्छ त ए नभन्ने ल यहाँ हामीले पूजा सकाएर अब अर्को गएको साइन एजुकेसन जाँदैछौँ मिनासान विनेशान्त वातासी के आज हाम्रो सरस्वती पूजा हो नि त अगाडि बनाएको काम हामी कहाँ जाँदैछौँ हामी आज साइन सरस्वती पूजा साइन एजुकेसनमा हामी सरस्वती पूजा गर्न जाँदैछौँ भिराजु के छ है दिदीले टेन्सन दिइरहेको यस्तो छ ओएको जम्मा सेन्से सकिसक्यो पूजा ओहो भाइब्स ओएको जम्मा सेन्से पूजा भइरहेछ यहाँनिर ओएको जम्मा सेन्से ह्याप्पी सरस्वती पूजा अब यसो खाइसक्यो पूजा गरेर अब फेरि खाएर पूजा गर्ने कुरो पूजा गर्नु हो के माग्नुभयो ल किन लजाउनु भएको अब पूजा गर्नुभयो के माग्नुभयो हामी के पूजा गर्ने हो के खुसुको ए हुन्छ दाइजु केही हुन्न मन चाहिँ सफा हुनु पर्यो क्या नि ल पूजा गर यसपालि फर्स्ट टाइम नै के अरे जे स्किल्स पनि पास हुनु पर्यो बिहानै 2 चोटि खाना खाएर खाना खानु अघि के पञ्चमी एउटा कुरा चाहिँ भएन कि सर्वमङ्गले शिव सर्वार्थ साधिके सर्वनेत्रमुखी नमस्ते मेरो भाइको चाहिँ अब जापान फ्ल्याट कति महिनामा जाने हो एकै छटमा फ्ल्याटै पास है ठिक छ आशीर्वाद मैले दिनु पर्थ्यो कि सबैलाई हजुर भनेर बोल्नुपर्छ भनेर नाच्नु भएको नाच्नु मिस
ल सरस्वती पूजा पनि सक्यो